तपाईहरुले देख्नु। अब यस देशमा यो 15 गते अरे यही आउने 15 गते राजालाई सिंहासनमा राख्छन् अरे, घरैमा सिंहासन बनाएर राखे। देशको राज सिंहासन भनेको गयो, गइसक्यो। अब देशको राज सिंहासनको कल्पना कस्तो दिमाग होला नि। नेपाली जनताले उल्टाएर राजतन्त्र फालिसके, कहाँ हराइसक्यो, संविधान अर्को बनिसक्यो, संसद छ, राष्ट्रपति छ, न्यायालय छ, संविधान छ, व्यवस्था छ लोकतान्त्रिक, र हामी छौं जसले जंगलमा घुमेर जट्ठा भावी जसलाई पायो त्यसलाई समाउँदै पछाड्दै मार्दै खाँदै गरेको राजतन्त्रलाई समातेर खोरमा हालेर खोरबाट पनि निकालेर मुन्ट्याएर फ्याँकिदिएका छौं।